मर्निङ एन्ड नमस्ते सबैजनालाई। बोट तलबाट 3टा आमालाई भेटाए गाइज। हाम्रो चाहिँ माथि किम्बुको बोट अनि अमलाको बोट पनि छ, जम्मासतिर अझै के को बोट छ हेर्न। यसले चाहिँ हाम्रो बारीबाट यति साग टिपिसक्छ चाहिँ हिजो पालले बिगारिदिएको र जम्मासतिर के छ हेर्न हामी। हेरौँ कति हुन्छ। के टिपेको छोरी? मुन्गा झरेछ। हाम्रो यहाँ मुन्गाको अर्ग्यानिक मुन्गाको बोट रहेको छ। सबै पातहरू झरेर लट्टम्मै फलेको छ। यो मुन्गा चाहिँ हिजो हुन्डरीले झारेको मुन्गा छोरी टिप्दैछ। कति बनायो खै? ल ठिक छ। टिप्दैछन् भान्जा र प्रजिसा मिलेर। हाम्रो बोटको हालत, केराको बोटको हालत हिजोको यस्तो छ गाइस। अमेला भेट्यौ? कतिवटा भेट्यौ प्रजिसा? दुईटा। ओहो कति धेरै झरेको रहेछ त। ल टिप टिप। ओ त्यहाँ पनि रहेछ। गुड गुड। अझै छ कि हेर न, अलि राम्रोसँग हेर न। कतिवटा भयो सानो खै? प्याज कतिवटा भयो? कतिवटा भयो? 3टा। अह 3टा 6टा भइसक्यो। पर्दैन। यो टिपेको सबै हामी चाहिँ धुन गइरहेको छौँ। भाइ र मैले टिपेको ल जाऊँ अनि हामी धुन्छौँ। ल फर्स्टमा हामीसँग छ साग अनि यो चाहिँ मुन्गा सानो छ, त्यही पनि ठिक छ। यो चाहिँ किम्बु। मैले चाहिँ कति थोरै भेटाएँ, यो भाइले हेर्नु कति धेरै भेटाएछ। ल हामी चाहिँ धुन्छौँ है त भाइ। पहिला मलाई छुट्नु ल गाइज। हामीले साग र मुन्गा धुइसक्यौँ गाइज। अब हामी किम्बु र अमला धुन्छौँ। सबै पखालिसक्यौँ र मामुले चाहिँ भरे मुन्गा र सागको तरकारी बनाइदिन्छ अनि हामी चाहिँ अहिले किम्बु र अमला खान्छौँ। बाई। च्यानललाई सबैले माया गरिदिनु, सब्सक्राइब, कमेन्ट, लाइक सबै गरिदिनु। कमेन्ट पनि गरिदिनु। धन्यवाद।